आज यहाँ हाम्रो चाहिँ सूर्यमुखी पनि गोडगाड कार्यक्रम केटाहरू यसरी बस्यो होइन अनि केटा हो फिल्म हेरे केटाहरू कोही माथि चढेछन् होइन कटर खान मन लाग्यो यस्तो चाहिँ हाम्रो यहाँ रुखैभरि कटरै कटर छ होइन रमाइलो छ हाम्रो दिपक सर पनि हुनुहुन्छ हाम्रो नयाँ कन्सेप्ट हुँदैछ यो रुख यसरी अब रुखको यसरी फल यसरी हाल्छ होइन अब यो रुख चाहिँ भाले हो कि पोथ्यो यो भाले हो पोथ्यो भने जान्ने कारण के हो कटरको चाहिँ फल ल भनौँ तिमीहरूले भन्नु राम्रो गफ गर्नु पर्यो अनि बाउ यो फल चाहिँ भालेले हाल्छ पोथीले ल भन नि त पोथीले हाल्छ नि दाइ कसरी पोथीले हाल्छ फल चाहिँ पोथीले हाल्छ नि दाजु हो र होइन भालेले हाल्छ होइन पोथीले हाल्छ होइन भालेले हाल्छ कि पोथीले हाल्छ कसरी पोथीले हाल्छ ल भन नि त तिमीले अब पोथीले अब कसरी हाल्छ भन्दाखेरि अब हेर्नुहोस् न अब यहाँ यत्रो राम्रो फल फलिरहेको छ हाम्रो अब ल तिमीले ल भन्नु भालेले कसरी हाल्छ भालेको त मैले प्रमाणै सहित देखाइदिन्छु नि के छ त नि तिम्रो प्रमाण ल ल हेर्नुहोस् यहाँ यी ल सँगसँगै हामीले अब त्यो कटरको चाहिँ त्यो हल्का रमाइलो कार्यक्रम हुँदै केरा पनि काट्यो स्मार्ट बौद्धिस्ट कृषि फर्मले यसरी किफ्रो पनि काट्यो र अहिले लगातारै मैले तपाईँहरूलाई चाहिँ यहाँ देखाउँछु अङ्गुर खेती होइन यो खेतीहरू ल यो अङ्गुरको ल हेर्नुहोस् यो बिरुवा यो सिडलेस अङ्गुर भनेर मैले अनलाइनमा अर्डर गरेर यसरी लिएर आएको अलि यत्रो भएछ हाँगा चाहिँ हालेको छ एउटाले चाहिँ अरूले चाहिँ हालेको छैन होइन यो चाहिँ अलिकति यस्तो यस्तो सुक्ला जस्तो भयो अनि यसो चारवटा लिएर आएको एउटाले यस्तो गर्यो अर्कोले चाहिँ त्यहाँ छ त्यो पनि छ अनि त्यसपछि यो बेलाउतीलाई हेर्नुहोस् बेलाउतीले यसरी फुलमै चिनिँदो रहेछ हामीले भित्र रातो हुन्छ कि सेतो हुन्छ अब तपाईँको यसरी यो टुप्पामा हेरेपछि त रातो रातो हुँदो रहेछ कि यो चाइनिज अम्बा यसलाई चाहिँ अब ठुलो भएपछि यसले धानिन सपोर्ट चाहिन्छ भनेर यसरी राखेको यस्तो छ यी डल्ले अकबरी खुर्सानीहरू पनि टन्नै छ र यो सोइल टेस्टिङको लागि एउटा खरबुजा राखेको थिएँ मैले ल हेर्नुहोस् यो असिनाले हानेर फुल त फुल्दैछ अनि यो सिडलेस लिची है यो सिडलेस लिची हो यसरी राख्दैछु यो चाहिँ रामभुटन भन्ने यो रामभुटन हो अनि यो चाहिँ ल हेर्नुहोस् यो खजुरको रुख भनेर मैले अनलाइनमै हो यो अर्डर गरेर यसरी ल्याएर राखेको यहाँ जमाएको यत्रो भएछ रुख हेरौँ यसले के कस्तो रूप दिन्छ र भयो भने यसको बिरुवा चाहिँ म उपलब्ध गराउँछु कन्ट्याक्ट गर्नु होला अर्को पनि छ एउटा चिजहरू तपाईँलाई मैले सब लगभग सर्ट फर्ममा देखाएको छु यो दुईवटा बिरुवा भयो र उतापट्टि छारेको बिरुवा र यो चाहिँ नरिवलको बिरुवा लिएर आएर सारेको यो कस्तो के हुन्छ यसको चाहिँ हेर्नु छ कार्यक्रममा है ल हेर्नुहोस् यो अब यो राजेन्द्र केरा एउटा घरि यता पसाएका पनि छन् यता हुँदै पनि छ यता फेरि पसाउँदैछ र यो रुखैमै छ यी राजेन्द्र केरा एउटा त्यहाँ छ एउटा त्यहाँ पसा छ यस्तो छ होइन अर्ग्यानिक चिजहरू खान नि पर्छ यो अलैँची खेती लगायतै अरू चाहिँ तपाईँहरूलाई फेरि म देखाउने गर्दछु